होइन सफलता त अब मेहनतमा डिपेन्ड गर्ने कुरा हो। हामीले पहिलाकै जस्तो मेहनत गऱ्यौँ भने फेरि पहिलाकै जस्तो सफलता पाइन्छ। अब पहिलाको सफलतामा मातिएर मेहनत कम गऱ्यौँ भनेदेखि त्यो सफलता फेरि नमिल्न पनि सक्छ होइन। धेरै पछि आउँदाखेरि अलिक डर पनि हुँदो रहेछ, अलिअलि उत्साह पनि हुँदो रहेछ। तर पनि अब भोलिबाट टेलिभिजनमै आउँदैछ। आशावादी छौँ कि हामीलाई जसरी कमेडी क्लब विथ च्याम्पियन्समा माया दिनुभयो, जसरी कमेडी च्याम्पियन्समा चाहिँ माया दिनुभयो, त्यसरी नै माया दिनुहुन्छ होला। हाम्रो कामको अब जिम्मा भनेको मङ्गलबार बेलुका आइसकेपछि थाहा हुन्छ। विशाललाई हाम्रो साथी जस्तो हुनुहुन्छ होइन, साथीभाइ नै जस्तो गरेर इन्जोय गर्दै काम गर्छौँ हामी। हाम्रो त्यो प्रेसरमा 10 to 5 10 to 6 भन्ने जस्तो छैन होइन। एक्साइटेड भन्दा बढी डर छ, के गरे हो यो भने जस्तो नि, तर उत्साहित छु। ओहो राम्रो भित्रै जानु त होइन, भित्रै जानु। नमस्कार। नमस्कार। के छ ब्रदर? के गर्न आयो यो? यो प्रिमियर के यस्तै हुनुहुन्थ्यो? हामीले बनाउने नि नयाँ चलन। सर नमस्ते। नमस्ते। हेलो हेलो। दर्शन। पहिला सर नमस्कार। आज आफ्नो पर्फर्मेन्स आफै हेर्नुको लागि कतिको एक्साइटेड? ठुलो पर्दा सगुन पाण्डेजी तपाईँ पनि एकछिन अगाडि आइदिनु होला। यही हो मौका, हामी चिनिने नभए हामीलाई चिन्दैन कसैले। फेरि राइटिङको लागि चाहिँ आफ्नो हात अगाडि बढाउनु भएको छ। अब के कस्तो हुन्छ समयले बताउँदै जानेछ। सो ऋषभ काफ्लेजी यहीँ हुनुहुन्छ, एकचोटि उठिदिनु होला प्लिज ऋषभ काफ्लेजी। त्यसै गरी रजनी सरियाल, कर्मा लामा र सबैभन्दा जेठी दिवा दिदीलाई 2 शब्द राखिदिनु हुन अनुरोध गर्छु। थ्याङ्क यू ह्यान्डसम विशालजी। विशालजी ह्यान्डसम नभइकन कार्यक्रम ह्यान्डसम हुनै सक्दैन, किनभने त्यति धेरै एफोर्ट लाउनु भएको छ। रात दिन नभनिकन यति धेरै लेख्नमा झनै गाह्रो भइरहेछ। त्यो टिम लेखक टिमलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले लेखेपछि मात्रै हो हामीहरूले हँसाउने, र मेरो लेखाइमा झन् उहाँहरू धेरै नै खटिनु भएको छ। मेरो भन्ने आगो मार्यो सयो हो, उहाँहरूले 4चोटि लेख्नुहुन्छ अनि मात्रै म भन्छु। किनभने त्यो पोइन्टमै भन्दैन भने, त्यो पन्चमै भन्दैन भने त फेरि मजा पनि आउँदैन नि त। त्यस कारणले गर्दा आजको यस विशेष कार्यक्रम हुन त प्रिमियर गर्दाखेरि, फिल्मको प्रिमियर गर्दाखेरि जति ढुकढुक हुन्छ त्यति नै ढुकढुक भएको छ आज मलाई यो कमेडी नाइट विथ च्याम्पियनले चाहिँ। किनभने यो युद्ध जिते जस्तो पनि भएको छ कि अब आउला छैन। सबजना दर्शकहरूले भनिसक्नुभयो कहिले आउँछ तपाईँको कार्यक्रम भनेर प्रतीक्षा गरिरहनु भएको छ। त्यो प्रतीक्षा गर्दाखेरि झनै धेरै डर हुँदो रहेछ। आज त्यस्तो डर लागेको छ, ढुकढुक भएको छ। र यो मलाई ढुकढुक लागेको कारण चाहिँ उहाँहरूले कार्यक्रम त राम्रो बनाइहाल्नुहुन्छ, तर पनि अझै राम्रो होस् भन्ने हुन्छ नि त। किनभने जहिले पनि जिम्मेवारी वहन गर्ने त्यो ठाउँमा मलाई उपाउनुहुन्छ विशालजीले, इन्टायर टिमले पनि। र म हिमालय टेलिभिजनलाई विशेष धन्यवाद दिन चाहन्छु सबै सरहरूलाई। आखिर कहाँबाट आयो भन्दाखेरि हिमालय टिभीबाट आउँदैछ कार्यक्रम भन्दाखेरि खुसी लाग्छ होइन। किनभने टिभीको दुनियाँमा एउटा यो मुकाम पुर्याउने हिमालय टेलिभिजनसँग आज आबद्ध हुन पाइरहेछौँ। र आज फेरि विशेष यो हिमालय टेलिभिजनले हाम्रो हललाई नै रोज्नु भएको छ। पहिला भोइस हुँदा पनि हामीलाई नै त्यो जिम्मेवारी दिनुभएको थियो, र आज कमेडी च्याम्पियन हुँदाखेरि पनि हामीलाई नै दिइरहनु भएको छ भन्दैपछि यो अर्को एउटा अभिभावक पनि थपिएको छ। किनभने हलमा कति कमजोरी होला, के होला, कस्तो खालको होला, हाम्रो भिजुअलहरू कस्तो आउला, साउन्ड कस्तो आउला भन्ने खालको एउटा डर चाहिँ हुँदो रहेछ। तर पनि अब टेक्नोलोजीको हिसाबले नम्बर 1 साउन्ड नै छ हाम्रो हलमा, त्यो प्राउडली भन्न पाउँछु म। र त्यसको लागि चाहिँ म धन्यवाद दिन चाहन्छु। हाम्रो प्रभात दाइ आउनुहुन्छ। अब प्रभात दाइ अब आवाजको दुनियाँको महासाथी भनौँ त दिनेश दाइ आउँछ, यहाँ महासाथी हुनुहुन्छ दाइ। प्रभात दाइ, वीरेन्द्र सर लगायत सबैजना हुनुहुन्छ मसँग यहाँ। हाम्रो टिमै यहाँ हुनुहुन्छ। आज यो ढुकढुकका बावजुद पनि यो प्रिमियरले चाहिँ थप ऊर्जा दिन्छ। र पत्रकार साथीहरूलाई पनि म, किनभने आज कार्यक्रम पनि धेरैवटा जुटेको छ,
त्यसका बावजुद पनि तपाईँहरू आइदिनु भएको छ। त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु पत्रकार मित्रहरूलाई पनि। र इन्टायर हामीले बोलाएका गेस्टहरू तपाईँहरूले आफ्नो समय निकालेर हामीलाई आशीर्वाद दिन आउनु भएको छ। थ्याङ्क यू सो मच यहाँ आइदिनु भएकोमा। थ्याङ्क यू। त्यो नत्र भने प्रिमियर लामो हुँदैछ, सबै यहाँ निकाल्नु दिन्छ आज। यो चाहिँ हामीले टेलिभिजनको लागि खिचेको कार्यक्रम हो, त्यस कारणले गर्दाखेरि यसलाई सिनेमा हलमा देखाउँदाखेरि थोरै प्राविधिक समस्याहरू हुन सक्छन्, त्यसलाई चाहिँ तपाईँहरूले त्यसरी नै स्वीकार दिनु होला। किन भन्दाखेरि चाहिँ हामीले 1080 मात्रै सुट गरेको हुन्छौँ, 2K मा एक्सपोर्ट गर्दाखेरि चाहिँ सामान्य समस्याहरू हुन सक्ने चान्सेसहरू जहिले पनि रहिरहन्छ। त्यो चाहिँ पर्सि अनियर हुँदैन भन्ने चाहिँ दिमागमा राखिदिनु होला, किनभने भोलि अनियर हुँदाखेरि सो त्यो चिजलाई याद गरिदिनु होला। अरू भनेको हामीले कन्टेन्ट देखाउने हो अनि त्यसको रिभ्यू हामीलाई दिनु होला, किनभने मैले अघि भनिहालेँ तपाईँहरूले हेरिसकेपछि त्यसलाई सच्याएर भोलि अनियर गर्ने प्लान हो। आजको यो सिटिङ चाहिँ त्यसको लागि हो। सो थ्याङ्क यू भेरी मच। अब एपिसोड इन्जोय गरौँ है त। अलराइट, थ्याङ्क यू। गर्यो धेरै सल्लाह कति साह्रो हल्ला हो। मङ्सिरमा ल्याउँछु भनेको सो चैतमा आयो बल्ल 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 ठोक्छु। तपाईँ काठमाडौँ चाहिँ किन आउनुभएको? अब किन आएको भन्दाखेरि अब आउने मन थिएन नि। श्रीमतीले शुभयात्रा भनिहाल्यो भने नआएर हुन्छ। अलिकति लामो छ, टिभीमा चाहिँ मिलाउनुपर्छ। त्यही त ठिक छ, आज प्रिमियरले धेरै कुरा सिकाउँछ नि होइन। होइन, सफलता त अब मेहनतमा डिपेन्ड गर्ने कुरा हो। हामीले पहिलाकै जस्तो मेहनत गऱ्यौँ भने फेरि पहिलाकै जस्तो सफलता पाइन्छ। अब पहिलाको सफलतामा मातिएर मेहनत कम गऱ्यौँ भनेदेखि त्यो सफलता फेरि नमिल्न पनि सक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ नमातिकन मेहनत गर्ने भन्ने एउटा हाम्रो चाहिँ प्रण छ, एउटा अठोट छ। तर हामी 1.5 वर्षपछि आउँदैछौँ, त्यही भएर हामीलाई फ्लोमा आउन हाम्रो वर्किङ टेम्पो चाहिँ पुरानै जुन गियरमा हामी पुग्न चाहिँ अलिकति हामीलाई त्यो च्यालेन्ज चाहिँ त्यही नै हो। किन भन्दाखेरि चाहिँ तपाईँ यो काम भनेको त एउटा फ्लो हो। वर्क फ्लो मिलिरहेको बेलामा सबै चिज ठाउँमा पर्छ अनि वर्क फ्लो चाहिँ बिचमा ब्रेक भएको छ हाम्रो 1.5 वर्ष चाहिँ होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो वर्क फ्लो मिल्यो भनेदेखि डेफिनेटली पहिलाको जस्तो सफलता हुन्छ अभियसली। तर अब अर्को कुरा चाहिँ मेन चिज के हो भने हामीले जतिसुकै मेहनत गरे पनि हामीले जति आफ्नो कन्टेन्ट मन पराए पनि एट द एन्ड अडियन्स हो। यदि उहाँहरूलाई मन परेन भनेदेखि हामीले हाम्रो सोलाई फ्लप सो भन्नुपर्ने हुन्छ, अथवा हाम्रो कन्टेन्टलाई चाहिँ नराम्रो कन्टेन्ट रहेछ, अर्कोचोटि मोर गुड कन्टेन्टमा काम गर्नुपर्छ भन्ने चिजमा चाहिँ हाम्रो ओभरअल टिम नै प्रिपेयर भएको कारणले गर्दाखेरि चाहिँ अहिले यो पहिलो एपिसोड चाहिँ स्पेसल्ली चाहिँ हामी अडियन्सको रेस्पोन्सेसको लागि गरिरहेछौँ। त्यही भएर आज यो प्रिमियर गरेको पनि सबै साथीहरूसँग बसेर हेरौँ, इन्डिभिजुअल्ली फिडब्याक लिउँ अनि उहाँहरूको अकर्डिङ टु फिडब्याक आज बेलुका एडिट गरेर फेरि भोलि देखाउने। सिनेमा र यो टिभी सोमा चाहिँ यो अलिकति हामीलाई एउटा के भन्छ गुड पोइन्ट छ, हामीसँग त्यो एउटा विन्डो रहन्छ जस्तो बेलुकै एडिट गर्न पाइन्छ। अब सिनेमामा त पाइँदैन, आज जे देखाएको थियो प्रिमियरमा भोलि त्यही देखाउनु पर्थ्यो, तर हामीसँग त्यो टाइम छ। त्यही भएर म हतार एडिटमा जानला, तपाईँले राखिहाल्नु हो। अब थोरै यो प्रतिक्रिया त सुन्नै पर्छ। सो अब अधिकांशको हामीले सुन्यौँ होइन प्रतिक्रिया, कतिले राम्रो धेरै राम्रो भन्नुभयो, कतिले पहिलो एपिसोड हो यसले पिकअप यहाँनिर राम्रो लिन्छ नि भन्नुभएको छ। तैपनि तपाईँ आफै आज प्रिमियरमा हेर्नुभएको छ, तपाईँलाई चाहिँ केटाहरूले राम्रो काम गरे अथवा आफैले पनि त्यो प्रस्तुतिकरण गर्दै गर्दा डिरेक्सन गर्दै गर्दाखेरि चाहिँ राम्रो गरेँ भन्नेमा सन्तुष्टि चाहिँ कतिको हुन्छ तपाईँ? म बिइङ अ टिम लिडर म चाहिँ जहिले पनि सन्तुष्ट नै रहन्छु होइन। अब सन्तुष्टिको मापन अब कति सफलताले अथवा कस्तो कन्टेन्टले हामीलाई सन्तुष्टि दिन्छ भन्ने पनि हुँदैन, र बिइङ अ मेकर हामीलाई कहिले पनि थाहा हुँदैन कि हामीले प्रेजेन्ट गरेको कन्टेन्ट चाहिँ कसरी पर्सिभ गर्नुहुन्छ अडियन्सले अनि कसरी लिनुहुन्छ। त्यो चाहिँ हाम्रो लागि च्यालेन्ज हो। तर पनि के छ भने हामी अप्टिमिस्टिक छौँ। यतिको यो 2 वर्षपछि फेरि भेला भएर गर्दाखेरि यो प्रिमियरमा जुन लेभलको हामीले कन्टेन्ट दिन सकेको छौँ, यदि यो टेम्पोमा हामी ग्रान्ड प्रिमियरमै अथवा फर्स्ट सेड्युलमै आउन सक्छौँ भने सेकेन्ड सेड्युलदेखि हाम्रो फ्युचर राम्रो छ जस्तो लाग्छ। होइन, धेरै पछि आउँदाखेरि अलिक डर पनि हुँदो रहेछ, अलिअलि उत्साह पनि हुँदो रहेछ। तर पनि अब भोलिबाट टेलिभिजनमै आउँदैछ, आशावादी छौँ कि
हामीलाई जसरी कमेडी क्लब विथ च्याम्पियन्समा माया दिनुभयो, जसरी कमेडी च्याम्पियन्समा चाहिँ माया दिनुभयो, त्यसरी नै माया दिनुहुन्छ होला। डर र चाहिँ त्यो ऊर्जाको मिश्रित मोमेन्टमा छु म। मेक्समजीसँगै यहाँको जोडी अलि बढी जमाइराख्नुहुन्छ होइन, जस उहाँसँगको जोडी भएर काम गर्दाखेरिको यहाँलाई अनुभव सहज होइन, सुनाइदिनु थोरै। उहाँसँग अलि बढी जम्नुहुन्छ, जोडी जम्छ पनि। हो, हामीले कमेडी क्लब विथ च्याम्पियन्स गर्दाखेरि चाहिँ त्यहाँ काम गर्दा गर्दै एउटा चाहिँ 2 जना वृद्धहरूको क्यारेक्टर निस्कियो। त्यो क्यारेक्टर चाहिँ अडियन्सले अलिक रुचाइदिनु भयो। अनि त्यस पछाडि हामीले रेगुलरली नै त्यो सिजनमा 4-5 पटक गऱ्यौँ। थोरै गरे पनि अडियन्सले रुचाइदिनु भएको थियो। अनि त्यो भएको हुनाले चाहिँ कमेडी नाइट्स विथ च्याम्पियनमा पनि पहिला अडियन्सले रुचाएकै क्यारेक्टर गरौँ न फर्स्ट एपिसोडमा भनेर चाहिँ मेक्सम र मैले चाहिँ त्यो 2 जना वृद्धहरूको क्यारेक्टर गरेका छौँ। अलिकति केही इन्ट्रेस्टिङ गर्ने ट्राई गरेका छौँ। अनि मेक्समसँग कम्फर्ट हुन्छ, प्रायः सबै साथीसँग कम्फर्ट हुन्छ, तर उसँग गरेको चाहिँ रेगुलरली केही अडियन्सहरूले इन्जोय गर्नुभएको हुनाले चाहिँ दोहोऱ्या हो। तर सबैसँग कम्फर्ट नै छ, रमाइलो हुन्छ। मजा आयो, यात्राको सुरुवात सधैँ रमाइलो हुन्छ। प्रयास थियो, अब प्रयास मन पराइदिनुहुन्छ होला जस्तो लाग्छ। मजा आयो मलाई त पर्सनली। आफू बाहेक अरू साथी सहकर्मीहरूको चाहिँ प्रस्तुति हेरेर हामीले यो पटक चाहिँ खरो नै ल्याएछौँ भन्ने कति महसुस भयो? होइन, हाम्रो त प्रयास हो नि त यो। अब यो खरो नै ल्याएछौँ भन्ने चाहिँ दर्शकले भन्ने कुरा हो। उहाँहरूलाई के लाग्छ होइन, हामीले खासमा त दर्शकलाई यतिको चिज मनपर्छ होला, खरो मानिदिनु हुन्छ कि भनेरै गर्ने हो। सबैले उत्तिकै मिहिनेत गरेको छ। त्यो भएर अब हामीले हाम्रो कामको अब जिम्मा भनेको मङ्गलबार बेलुका आइसकेपछि थाहा हुन्छ के कतिको खरो गरिएछ है गरेर। अब प्रि प्रोडक्सनमा धेरै बस्नुभयो यहाँहरू होइन, लामो समय भयो। प्रि प्रोडक्सनको यो लामो यात्रा कस्तो थियो, कस्तो अनुभूति भइरहेको थियो? हाम्रो अफिसको कुरा गर्नुभएको राम्रो भएको छ। हाम्रो फेरि अफिस जस्तो पनि छैन खासमा। अफिसलाई हाम्रो साथी जस्तो हुनुहुन्छ होइन, साथीभाइ नै जस्तो गरेर इन्जोय गर्दै काम गर्छौँ हामी। हाम्रो त्यो प्रेसरमा 10 to 5, 10 to 6 भन्ने जस्तो छैन होइन। हामीलाई मन लागेको कुरा दाइलाई भन्ने, दाइको पनि मन लागेको कुरा हामीलाई भन्नुहुन्छ होइन। उहाँले हामीलाई अब त्यो कर्मचारीको बिहेभ कहिले पनि गर्नु हुँदैन, साथीभाइको बिहेभ गर्नुहुन्छ। त्यो भएर रमाइलो हुन्छ त्यस्तो ठाउँमा काम गर्न पाउँदा। चस्मा लगाएर होइन, ठिक छ। अलिकति लाइट साइडले असर गर्छ कलाकारको आँखालाई। गुड, राम्रो छ सजनजी। कतिको मजा आयो? रमाइलो लाग्यो, मजै आयो। भनौँ अलमोस्ट 1.5-2 वर्षपछि फेरि स्टेज विषयमा त पर्फर्म गरेर आयो बदन यसरी। अब एकैचोटि 2 वर्षपछि गर्न पाएँ। सो नौलो पनि लाग्दो रहेछ, प्लस अब त्यो गरिरहेको भएर पनि अलिक सहजता पनि हुँदो रहेछ। तर ओभरअल एउटा ठुलो स्टेजमा नयाँ साथीभाइहरूसँग होइन। अन्त अब आजको प्रोग्राममा सिङ्गल गऱ्यो, बदिन अब आउने प्रोग्राममा डुएट पनि गरिएला होइन, के गरिएला। सो अझ यो त फर्स्ट एपिसोड हो, अझ हामीले राम्रो क्यारेक्टरसहित राम्रो जोकसहित अझ आउने प्रयास गर्दैछौँ। सो ओभरअल रमाइलो लाग्यो आजको। यो तपाईँको चाहिँ गजबको रहेछ कि अब यहाँहरूको सोमा जहिले श्री गणेश दिपक दाइले गर्नुहुन्छ, तपाईँको सोमा श्री गणेश भएको रहेनछ होइन। अरूका सोबाट फाइदा लिएर आफ्नो पोडकास्टलाई गेटसम्म बोलाउन भ्याउनुहुन्छ है? होइन यस्तो हो, दिपक दाईको कुरा गर्नुभयो। अनि दिपक दाईलाई मैले छक्काबन्द आउँदाखेरि पनि अप्रोच गरेँ, तर त्यो दिपक दाई बिजी यताउता हुनुहुन्थ्यो। अब एउटा कमेडियन भइसकेपछि हुन्छ नि, आफ्नै फिल्डको सिनियर दाईहरूसँग बसेर कुराकानी गर्न पाउँदाखेरि त्यो छुट्टै रमाइलो लाग्छ कि मलाई। मैले अब जित दाइले पनि बोलाइसकेँ, मलाई दाइले पनि बोलाइसकेँ। मलाई हरि दाई मदन दाइले बोलाउनु मन थियो, तर अब उहाँहरूको आफ्नै समय व्यस्तता छ होइन। त्यही भएर दिपक दाइलाई चाहिँ मेरो अब नेक्स्ट टार्गेट दिपक दाइलाई चाहिँ बोलाउनु इच्छा थियो। टार्गेट भयो मतलब मेरो इच्छा थियो दिपक दाइसँग बसेर चाहिँ 1-2 घन्टा गफ गरौँ न भन्ने टाइपको इच्छा थियो। अनि त्यो चाहिँ अब मैले बाहिरभन्दा अलिकति दाइले नसुने जस्तो पनि गरेँ कि जस्तो लाग्यो होइन। सो त्यो भएर टिममै बन्द अब प्रेसर पऱ्यो नि त बुढालाई। निन्जा टेक्निक हो यो। हाँस्न सजिलो कि हँसाउन सजिलो? तपाईँ त फेरि जुम्मै भन्ने चाहिँ दुइटै जिम्मेवारी वहन गर्नुहुन्छ होइन। ठुलो स्वरमा हाँस्ने पनि र हँसाउने पनि, कुन गाह्रो छ जिम्मेवारी वहन गर्नु? अब गर्नु त हाँस्नै सजिलो नै हुने खासमा त। अर्काको कुरा हेरेर हाँस्न कति सजिलो हुन्छ नि त होइन। अब हँसाउनु त धेरै कुराहरू अब कहिले हँसाउँदा पर्छ होइन। किन रुनुपर्छ होइन अब कसैलाई हुन्छ नि कहिले हँसाउनु कसैलाई मन नपर्न सक्छ
होइन सो त्यो भएर त्यो आफ्नो एउटा छ तर सजिलो त हाँस्ने नै हो हँसाउनु भन्दा त हँसाउनु धेरै लेख्नुपर्छ कि है त्यो लेख्दा लेख्दा पनि अझ जोकहरू फनी नभएको हुन्छ कहिले आफ्नै पीडा छ बिचरा मलाई सोधिहाल्नु अब बुढा के हो होइन त्यस्तो केही पनि छैन सो रमाइलो लागिराखेको छ आज सबभन्दा ढिलो आउने मध्येमा तपाईँ हुनुहुन्थ्यो यही भाडामा खोज्दा खोज्दै समस्या हो कि के भयो राम होइन त्यस्तो होइन आज म सबभन्दा ढिलो हो र होइन होला लगभग देख्दाखेरि हामी बाहिर माथि मुर्खु भन्ज्याङ गएको थियौँ सकिगनीको टिमसँग होइन अनि सकिगनीको टिमसँग जाँदाखेरि चाहिँ त्यहाँ केही मिटिङहरू भएको थियो चलचित्र सम्बन्धी लिएर त्यसलाई एटेन्ड गरेर आउँदै ढिलो भयो मैले सरी मागेँ है त्यसो भए ल ठिक छ आउनु दिदी म आउँछु अब मेरै केटाहरू भनेर आउनु भइरहेछ दिदी बोलाए जस्तो लाग्यो सरी है बोलाएको होइन तपाईँ आउनु नै बोलाएछु सर थ्याङ्क यू भाग्नु भयो उहाँ सुमनजी ठिक छ दिपादी देखेपछि केटाहरू भाग्छन् यस्तै हो दिदी कस्तो भयो त हामी फिल्मको प्रिमियरमा त भाग्दैनौँ होइन दिदीलाई बोल्न सिकिसक्नु होइन किन झुट म त कहिले पनि भाग्दिनँ सुमन के भन्नु लाग्नु भएको होइन भाग्छन् अब नभएको दिदीको बिहा भइहाल्छ नि केटाहरू के भन्छ भयो कस्तो लाग्यो एकदम रमाइलो बधाई छ अघि मैले तपाईँको अरू टिममेट्सहरूलाई बधाई दिएँ तपाईँलाई पनि धेरै धेरै बधाई छ फाइनली आयो अब एकदमै पर्खाइको थियो किनभने अडियन्स जति पर्खिरहनु भएको थियो हामी कलाकार पनि त्यति नै पर्खिरहेको थियौँ फाइनल्ली आयो भनौँ न भोलिदेखि आउँछ अनि 19 गतेदेखि अब हिमाल टेलिभिजनमा आउँछ 8 बजे बेलुका एकदमै धेरै अब च्यालेन्ज पनि छ तर त्यसलाई स्वीकार्नु पनि पर्छ तर आयो अब आज प्रिमियरमा सबैजनाले मन पराउनु भएको छ होइन अनि त्यो हिसाबले पनि अब खुसी छौँ तपाईँलाई चाहिँ पर्सनली कस्तो लाग्यो जस्तो अब यो अडियन्सले हेरिसकेपछि थाहा पाउनुहुन्छ माइक फेरि हाम्रो अलि कमजोर परेछ हातले छुँदै झरिहाल्छ ठिकै छ होइन यहाँका हरेकका इन्डिभिजुअल ट्रेलर सामग्रीहरू पनि सार्वजनिक भइरहेका छन् होइन अडियन्सहरूको एक्सन रियाक्सन र फिडब्याक सबै आइरहेको छ त्यो अडियन्सको एक्सन रियाक्सन र फिडब्याकहरू हेर्न भ्याउनु भएको छ यहाँले यहाँको ट्रेलरमा हेर्छौँ किनभने अब हेर्दिनँ भन्दा पनि आँखा गइहाल्छ किनभने कमेन्ट्स हेर्ने बानी बसिसक्यो के भन्नुहुन्छ र हाम्रो बारेमा के कस्ता खालको प्रतिक्रिया आउँछ भनेर त्यो उहाँहरूले देखाउनु भएको चासो नै हाम्रो लागि सफलता हो जस्तो लाग्छ ती चासोहरू चाहिँ अझ यहाँहरूको क्रिएसनलाई अझ क्रिएटिभ बनाउनलाई जहिले हौसला दिन्छ जस्तो लाग्छ मलाई चाहिँ के भन्छु मलाई किन त्यो रियाक्सन दिइरहनु भएको गम्भीरै जस्तो लाग्यो मलाई कुरा त्यो सुनिरहेको रमाइलो लागिरहेको छ यस्तो गम्भीर गर्न मिल्दैन सब ठिक छ घरतिर सबै ठिक छ दिदीको घरतिर के छ सबै ठिक छ नि दिदी सो हतारमा भएका मान्छेहरूलाई मतलब सबैलाई हतार छ तर दिदीको अलिकति अब अहिले एनएसएल चलिरहेको छ दिदी फुटबल प्रेमी हुनुहुन्छ होइन त्यही भएर फुटबल हेर्न जाँदै हुनुहुन्छ सो तपाईँको अडियन्सलाई चाहिँ के भन्न मन छ अडियन्सले जहिले पनि माया गर्नु भएको छ हामी 1.5 वर्षपछि आउँदाखेरि पनि त्यस्तै उत्साह देखाउनु भएको छ कमेन्टबाट हामीले थाहा पाइरहेछौँ र यस्तै माया दिनुहोस् र हामी पनि कोसिस गर्छौँ किनभने माया मात्रै दिएर हुँदैन त्यसलाई सङ्घाल्नको लागि राम्रो राम्रो कुराहरू पस्किनै पर्छ त्यस कारणले गर्दा हामी कोसिस गर्नेछौँ हजुरहरूको आशीर्वाद हामीलाई जहिले पनि चाहिन्छ सोधेला जाँदा जाँदै एकदम जवान केटाहरू छन् छट्टुको छ धेरै तपाईँको टिमको केटाहरूमा टिममा राम्रो छट्टु है नराम्रो होइन यी टिममा 2टा छट्टु छन् कलाकार 2जना ठ्याक्कै उभिएर छन् सँगै सुमन पनि छट्टु छ है सुमन पनि छट्टु छ मेक्सअप त अब लबर गुवाई नै परिहाल्यो परिचय नै त्यही छ लबर गुवाई नै अनि त्यसपछि अरूले नदेखिकन टक्क ल्याएर गुलाब फुल दिइहाल्छ उनीहरूले चाहिँ बोल्छन् होइन दिदीलाई के छ कसो छ यसो छेडखानी हानिरहेको हुन्छन् ऊ त टक्क गुलाबको फुल लिएर यसो हालिरहेको अब उहाँलाई पनि समस्या छ जतिले उहाँको सोसियल मिडिया फलो गर्नुहुन्छ पीडाहरू बोकिरहनुहुन्छ चाहे त्यो प्रेमिका नभएको होस् बिहेको लागि प्रेसर एउटै हो दिदी तपाईँले जे भोगिरहनु भएको छ उहाँले अहिले त्यही भोगिरहनु भएको छ थ्याङ्क यू सो मच दिदी थ्याङ्क यू ल तपाईँहरूलाई अगाडि स्वागत गर्यो हामीले धन्यवाद नमस्कार बधाई छ फर्स्टमा त फाइनली आयो कस्तो लाग्यो भनेर त हामीले चाहिँ तपाईँहरूलाई सोध्यो भने कस्तो लाग्यो सबै हेर्न भ्याइँदैन नि त त्यही सुटिङको दिन होइन हामीलाई आफैलाई त आफ्नो काम सबै रमाइलो लाग्यो अरूको हाम्रो बाहेक सबै बवाल छ त होइन ओभरअलमा रमाइलो लाग्यो फर्स्ट एपिसोड हो धेरै पछाडिको ग्यापमा आएका छौँ त्यही भएर सुधार्नुपर्ने धेरै चिजहरू आफैले पनि फिल गरेका छौँ बस अडियन्सले इन्जोय गर्नुहुन्छ होला भन्ने आशावादी छौँ मेक्समजी पीडाहरू बाहेक के भइरहेको छ जिन्दगीमा मङ्गलबारबाट कमेडी नाइटली च्याम्पियन्स हुँदैछ सो अन्त बेस्ट
कुरा चाहिँ पीडा भन्दा पनि ठुलो कुरा चाहिँ सो आउँदैछ र अघि दाइले भने जस्तै मङ्गलबार सो आउँदैछ। आज हेर्दाखेरि चाहिँ कतिपय कमी कमजोरीहरू पनि थाहा पाइयो, सुधार्नुपर्ने चिजहरू पनि थाहा पाइयो र एपिसोड आइसके पछाडि पनि हामीलाई जसरी माया दिनुभएको थियो त्यो माया फेरि हामीले पाउँछौँ भन्ने जस्तो लाग्छ। अब सेटभित्र बाहिर यहाँले सँगै पर्फर्म पनि गर्नुहुन्छ टिम बनेर होइन, यहाँहरू दुईजनाको डुओलाई अत्यन्तै धेरै अडियन्सले पनि रुचाउनु भएको छ। यो डुओमा होइन अब एकअर्काको बारेमा धेरै जानिन्छ नि त सँगै प्रस्तुति गरिसके पछाडि, यो मान्छेको पीडा के छ र सोसियल मिडियामा पोख्नुहुन्छ भन्नु त तपाईँ? खै अब राति त म सँगै हुँदैन, राति पोखिरहेको हुन्छ। मैले कहाँ के पीडा पोखेँ खासमा त्यो चाहिँ सोध्दै हजुर आउनु जनजाति कोठा बडीगार्ड आउनु निस्क्यौँ हामी, बाउसर आउनु हामी निस्क्यौँ जनजाति कोठामा सबैजना आइदिनु धन्यवाद। उहाँको सकिएकै छैन, उहाँले जवाफ दिँदै हुनुहुन्छ। समस्या के छ भन्नु त? जस्तो भएको त समाजले दिँदो रहेछ तपाईँलाई, परिवारले भन्दा रहेछन् कहिले बिहे कहिले के आइराखेको छ नि त। ए त्यो टिकटकमा फन टाइपको हो त्यो होइन, यस्तो चाहिँ रियलमा चाहिँ होइन। तर मैले चाहिँ अधिकांशलाई परेको पीडाहरू टिकटक मार्फतबाट बोलिदिने यस्तो हुनसक्छ है भनेर चाहिँ बोलिदिने प्रयास गरेँ हुन्छ। त्यो राम्रो छ। उहाँको के छ त? केही समस्या उहाँलाई छ कि के? पत्थरिया पत्थरी छ दाइलाई, पत्थरी त घर होइन पत्थरिया स्टोन भन्छ अङ्ग्रेजीमा। त्यो बाँकी भोलि हेर्नु अडियन्सलाई के भन्न मन छ? बस यही हो, प्रोग्राम हेरिदिनुहोस्, आफूलाई लागेको फिडब्याक दिनुहोस्। बाँकी कुरा त हामी गर्दै जान्छौँ, सिक्दैछौँ, राम्रो गर्ने प्रयत्न गर्नेछौँ। हेरिदिनुहोस्। थ्याङ्क यू सो मच। त्यही नै हो, कमेडी च्याम्पियनको उपज कमेडी नाइट विथ च्याम्पियन्स थियो, अहिले कमेडी क्लब विथ च्याम्पियन्स थियो, त्यसपछि कमेडी नाइट विथ च्याम्पियनमा आइसकेका छौँ। जसरी पहिला माया पाएका थियौँ, हजुरको माया अझै पनि हामीले त्यसरी नै पाइराखौँ। हामी तपाईँलाई सदैव हँसाउने प्रयत्न गर्नेछौँ। थ्याङ्क यू। यो कसको माइक फिर्ता दिएर जानु ल। थ्याङ्क यू सो मच। हजुर अलि नजिक आउँ, यो घुम्दा धेरै टाढा पुग्यो क्या, यस्तै हो होइन? बाउन्सरलाई बिचमा हो। सो भाइले के गर्दैछ फेरि? भाइले खै के गर्दैछ, मिलाएर त्यसलाई टाँच्दै गरौँ। विशालजीबाट कुरा सुरुवात गरेँ मैले, माइकलाई मिलाउँ। बधाई छ विशालजी, जे होस् ल्याउनु भयो, आउनु भयो, त्यसको लागि शुभकामना। अब आज डिरेक्टर नजरबाट हेर्दाखेरि के पाउनु भयो त? प्रिमियरमा हो, कमी कमजोरी जहिले खुट्ट्याउने हामीले होइन, के सुन्नुभयो फिडब्याक, के पाइरहनु भएको छ? फिडब्याक भनेको हामी आफूलाई पनि लागेको जोक जतिसुकै राम्रो भए पनि 1 घन्टाकै हुनुपर्ने रहेछ, त्योभन्दा लामो गर्नु नहुने रहेछ भन्ने म आफूलाई थाहा भयो। तर अब यो के भइदियो भने हाम्रो प्रिमियर एपिसोड, अनि अब जस्तो कैलाशले पहिला गरेको क्यारेक्टर गरेको, सुमन र मेक्समले पहिलाकै क्यारेक्टर गरेको, अनि सन्तोषले पनि पहिलाको क्यारेक्टर गरेको, तर बाँकी क्यारेक्टर नयाँ, जस्तो उसले गरेको, प्रभातले गरेको क्यारेक्टर, भरतले गरेको, सुमन कोइरालाले गरेको क्यारेक्टरहरूलाई चाहिँ इस्टाब्लिसको लागि अलिकति समय हामीले दिएको छौँ। त्यो रहन्छ नै होला। अनि अरू त के छ भने हामीले मेहनत गरेका छौँ, अब बाँकी त अडियन्सको हातमा छ। अब यति धेरै क्यामेरा हुनुहुन्छ, तपाईँले 2-4वटा क्यामेरामा पुगेर पटक स्केड्युल सार्वजनिक गर्दै फाइनल्ली 19 गते मङ्गलबार आउने भयो। ढिला किन भयो? ढिला यही तयारी, चित्त बुझ्दो चिजहरू भएन होइन। सेटमा पनि लास्ट आवरसम्म अलि टचअप गर्ने काम भइ नै रह्यो। अब सेटमा प्रपर्टीको रूपमा राखिएको चिजहरू चित्त नबुझेर फेरि लास्ट आवरमा खोज्न थाल्यो स्टाटसै हालेर होइन, अलिक कतिलो सामान चाहिएको छ मलाई भनेर होइन। त्यो चिजहरू हुन्छ, राम्रै देख्यो, त्यसले तपाईँको काम गर्छ अभियसली। किन भन्दाखेरि होइन, त्यो गर्दो रहेछ। कस्तो हुन्छ नि, हामी कहिलेकाहीँ सङ्कुचित भएर बस्छौँ, अनि कम्प्रोमाइजमा यति भयो काम चलाइदिउँ भन्ने हुन्छ। तर मलाई यो 4 वर्षको जर्नीमा मलाई के चाहिँ थाहा भइसकेको छ भने टिम स्ट्रङ छ, उहाँहरू फाइनेस्ट कमेडियन हुनुहुन्छ। मेरो काम भनेको चाहिँ लुक एकदम राम्रो देखियोस् स्क्रिनमा भनेर चाहिँ म त्यसमा चाहिँ कम्प्रोमाइज गर्नु हुँदैन भनेर लागेको थियो। त्यसले गर्दा अलिकति समय लाग्यो हो। बाँकी त सब ठिक छ। प्रभातले एउटा गीत सुनाउनुहुन्छ, त्यसपछि तपाईँलाई बिदा गर्छु म। सो हेरिसके पछाडि के गीत आयो दिमागमा? के गीत? म त गीत गाउने गाएकै होइन नि। तपाईँको क्यारेक्टरले गाउँछ नि त, अब ट्रेलर आइसक्यो, त्यहाँ पनि थाहा छ उहाँहरूलाई। मैले योपालि चाहिँ फर्क साम्पन एउटा ट्राई गर्ने कोसिस गरेको थिएँ। अनि अघि तपाईँले भने जस्तो यो अलि अगाडिको प्लान थियो, त्यो जुन माहौल थियो, दाइले यसो ढिला गर्नुभयो, आज हेरिसकेपछि अनि अहिले आएको छ। त्यो चाहिँ अब यो फर्क साम्पन भने चाहिँ अहिले हाम्रो एकदमै चर्चित मेयर हुनुहुन्छ, उहाँको त्यो एक्टिभिटी चाहिँ मैले अवलोकन गरेको थिएँ। त्यहाँ फेरि प्ल्याटस दिनुभयो
जित दाइले अनि त्यही भएर गीत गाएको थियौँ हामीले पनि प्र्याक्टिस गऱ्यौँ भण्डारी थो 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 ल आज थुक सक्यो अब अर्को दिन थुक जम्मा गरेर आउँछु विशाललाई थ्याङ्क यू तपाईँको एकदमै जिम गरेको चाहिँ हामीलाई छेक्यो यहाँ प्लिज अलि सेन्टरमा आइदिनु होला यहाँहरू ल बधाई छ यहाँहरूलाई तपाईँ त पुरानै पात्र हुनुहुन्छ पुरानै टिम पुरानै यात्रामा हुनुहुन्छ तपाईँलाई बधाई छ नयाँ टिम नयाँ यात्रा सुरुवात गर्नुभएको छ नयाँ मात्रै भन्ने मात्रै नयाँ हो तर सङ्गत त पुरानै हो र अफिसियली चाहिँ म जोडेको चाहिँ पहिलोचोटि किनभने उहाँसँग भेटेको धेरै पुरानो भइसकेको हो त्यो हिसाबले गर्दाखेरि चाहिँ सबै साथीहरूसँग पुरानो चिन्जान छ पुरानो टिम नयाँ यात्रा अपग्रेडेड भएर आएको छ भिखारी अलिअलि यो यात्रा जित्दै पनि जित्दै दाइलाई पनि दाइ स्वागत छ हजुरलाई बिचमा राख्यौँ हामीले अनि म कैलाशमा आउँछु म जितु दाइलाई सोध्छु कैलाशमा आउँछु है सो नयाँ यात्राको पहिलो अतिथि हामीले त प्रिमियरमा हेर्ने अवसर पायौँ तपाईँले भ्याउनु भयो भएन थाहा छैन भोलि हेर्नु नभए टेलिभिजन युट्युबमा आइ नै हाल्छ हामीले नि बोल्न पाएको मैले त्यो होस् विशालजीले काट्दा काट्दा तपाईँको छोरै राखिदिनु भएको छ होइन तपाईँको अनुभूति कस्तो भएको थियो दाइ त्यो यात्रामा मलाई रमाइलो लाग्यो एकदमै अब प्रभात पनि सँगै काम गरे हो कैलाश भाइहरू पनि अब सँगै हो अब सिजन 3 होइन सिजन 2 आउन लाग्यो अब ग्याप थियो आउन लाग्यो राम्रो लाग्यो खुसी लाग्यो मलाई यसो होला यसलाई त यो नयाँ नामसहितको पहिलो यात्रा भन्छौँ हामी चाहिँ यसलाई होइन नाम परिवर्तन गरेर आउनु भएको छ चोरचार पारे पनि मिलाउनु भएको छ जे होस् ठिक छ यो सबै पुरानो सबैतिर चलेको ट्रेन्ड हो होइन सो कमेडी यो प्रकारको सोको नेपालमा चाहिँ सुरुवातकर्ताको रूपमा मान्छौँ हामी तपाईँलाई गरेको तपाईँको सुरुवातदेखि आज विशाल भण्डारीले कमेडी नाइट विथ च्याम्पियन ल्याउने बेलासम्म कमेडीका यस्ता सोहरू को प्रोग्रेस कस्तो देख्नु भएको छ अत्यन्तै राम्रो छ नि अहिले हेर्नु न अब यहाँ भ्याइ नभ्याइ छ हामीले गर्ने बेला कलाकार पुगेन अहिले कलाकार धेरैबाट समय पुगिरहेको छैन होइन विशालजीले सबैलाई समेट्नु भएको छ अलिकति कमेडी दरबारले समेट्यो अहिले विशालजीले समेट्नुभयो बिचमा कमेडी दरबारले पनि राम्रो गर्यो अहिले गरिरहेको छ अब अहिले हजुरले भने जस्तो मैले जति दुःख गरेर यो कार्यक्रम ल्याएँ त्यो टुरिज्म बोर्डको हलमा तपाईँहरू पनि जानुभएको छ कति गाह्रो थियो न त्यहाँ ट्रली राम्रोसँग चलाउन सकिन्थ्यो न जोनी जिप चलाउन सकिन्थ्यो त्यस्तो हलमा कार्यक्रम हुँदैन भन्ने कुरा हुन्थ्यो तथापि पनि मैले गरेँ सुरुवात गरेँ तर अहिले मैले सिजन 3 गर्नुजेल सबभन्दा बेस्ट चाहिँ त्यही भयो कि त्यही राम्रो भयो किनभने त्यो हल सानो थियो तर राम्रो थियो हामीलाई सबैभन्दा गाह्रो चाहिँ अब त्यो हल एकदम ठुलो हुन्छ अनि हाम्रै लागि मात्रै बनेको हुँदैन अनि कमेडी चाहिँ मैले अहिले जसरी बोल्छु त्यसै गरी जिस्क्यो भने चाहिँ कमेडी मजा आउँछ तर अलि लाउड बोल्नुपर्ने अलिकति इको आउने हुन्छ अनि मैले त्यहाँ यसो हेर्दाखेरि उहाँ भाइहरूको पनि आफ्नो पर्फर्मेन्सको तयारी अनि यता विशालजीको दौडा दौडी यो सबै देखेपछि अनि मैले आफूलाई सम्झेँ मैले यसै गरिदिएँ ठिकै छ जस्तो लाग्यो र कमेडियन नयाँ हिसाबले आउनु भएको छ नयाँ छ राम्रो छ खुसी लागेको छ अब पहिलो एपिसोडमा गेस्ट हुन पाइयो यो सिजनको राम्रो कुरा हो त्यहाँ दिपकजी र म एउटा राम्रो सबैले अहिले हामी दुईजनाको सहकार्य फेरि हाम्रो चाहिँ पुनर्मिलन भनौँ न नमिलन भएको होइन त्यो हेर्न चाहिँ पनि रहनु भएको तर कति कुरा हामी उनीहरूसँग इन्टरेक्ट गरेर जिस्केर हामीले पनि उनीहरूलाई भाइहरूलाई भन्नु होला कि भन्ने के थियो त्यो चाहिँ अब सबै कलाकारको इन्ट्रोडक्सन एकैचोटि दिनुपर्ने भएर झोलाले हेरिबस्नु जे भन्छ नि भन्ने भयो ठिक छ अब त्यही लास्ट क्वेसन बिदा गरिहाल्छु तपाईँ कता आफ्नो म त यहाँ आज लास्ट सर मैले फिल्म हेर्न भ्याएको थिइनँ विशेष मेरो दुःखको कुराले अनि फेरि भाइहरूले पनि दाइले चाहिँ नहेर्ने भने जस्तो भयो फेरि म ढाँड्दिनँ नहेरेपछि हेरेँ नै भन्नु अनि आज मलाई हाम्रो नवीन श्रेष्ठजी निर्माताजी अनि लगायत हाम्रो पाँडे धुर्नुजीहरूले बोलाउनु भएको र म फिल्म हेर्न आएको यहाँ कार्ड त पठाउनु भएको थियो हाम्रो विशालजीले म त झुक्के छु यहाँ अहिले फिल्म हेर्न आउँदैन सबै राम्रो कुरा हुनको लागि माहौल जुरि नै हाल्छ नबिग्रिएको पुनर्मिलन सोमा कस्तो भयो नबिग्रिएको पुनर्मिलन तपाईँको शब्द छ एकदमै अब यो सोभन्दा अगाडि नै हाम्रो अरू धेरै सो भइसक्यो त्यो त हामीले देखिसक्यौँ सँगैको सो चाहिँ कस्तो भयो सँगै राम्रो भयो रमाइलो भयो दिपकजी र म इन्जोय गऱ्यौँ तर अब दिपकजी र मेरा सङ्घर्षका कुरा अहिलेका कुरा दुःख पाउँदाका कुरा अलिअलि केही सुख पाउँदाका कुरा रमाइला प्रसङ्गहरू थिए ती गर्न चाहिँ अलिकति पाइएन पछि फेरि गर्नुलाई किनभने यो बाध्यता पनि थियो अब सबैको इन्ट्रोडक्सन दिउँ भनेपछि अब उसको पनि दिनु पऱ्यो उसको पनि दिनु पऱ्यो सबै देखाउनु पर्दाखेरि अलिकति समय
पछि फेरि रमाइलो गरौँ न। मलाई यसमा एड गर्नु मन लागेको चाहिँ खुसी लागेको चाहिँ किनभने म दाइसँग मुन्द्रे कमेडी क्लब 52 एपिसोड गरेको थिएँ अनि त्यसपछि त्यहाँबाट यता जाने भन्दाखेरि दाइले जानुपर्छ शुभकामना भन्नुभएको थियो र फाइनली यहाँ आइपुग्दा पनि